menang nu udah tak tidur ini menang dasar dunis das dana menang mu dan kanan jam चुरिन खाऊ के bas kanan jam dan ओए मन खाबो ha nai pe ke ten di mula abra ba do sam abra si ni khata ayah itu kan dengan maya lah ngalat tige udah hari aja ya itu kalau di jam coba simpan पापलाई गोल्छे गोल्छे नाउ नाउ दान थिर ngalar kalau mula lu brah ngamut nih sikal zaman jaban tim ten beti दो जम थेरी दो जी थेल दिम ठिक्कल ग्लारी मुलो नाथा गोल्छे पापला गोल्छे जनको फिर ज्ञान प्यासी जनको वाह lubra ngakal lubra lu theri naw chen ke churi naw chen ke bra thanum khala menang bra akaba ka khanna एउटै माला नेपाली गाडी के दरी गयो के वाह ओ ना खाटु तोर जनको यारु सम्पूर्णलाई नमस्कार आज चाहिँ बडी र म चाहिँ यहाँ भगवान राम्रो होस् सबैलाई संसारभरि यो छाउ छेउ पृथ्वीभरि भगवान राम्रो होस् सबैलाई अनि बडी र मेरो भिडियो चाहिँ धेरै जनाले हेरिदिनु भएको छ टिकटकमा लगभग 12 लाख जनाले र युट्युबमा 6.5 लाख जनाले हेरिदिनु भएको छ सबैले बडीलाई मन पराइदिनु भएको छ बडीले बोलेको कुरा हैन नेचरल हो सबै उहाँको चाहिँ बनावटी होइन सिकाएको हैन सबै कुरा उहाँको चाहिँ नेचरल हो भन्दाखेरि सूर्य राम्रै होस् सबैलाई अनि तपाईले हेरिदिनु भएको छ मन पराइदिनु भएको छ त्यसको लागि चाहिँ आभार धन्यवाद व्यक्त गर्न चाहन्छौँ आभार व्यक्त गर्न चाहन्छौँ र आगामी दिनहरुमा पनि बडी र मेरो भिडियो हेर्दिनु हुन्छ कि भन्ने आशा र विश्वास छ अनि बडी हजुर हाम्रो तपाई र मेरो भिडियो छ नि अस्ति माथि बनाएको हो त्यो धेरै 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 मान्छेले हेरिसक्यो मोबाइलमा टिभीमा हैन इन्डियामा नेपालमा सबैले हेर्छ के तपाईलाई सबैले मन पराइदिनु भएको छ हैन तपाई के भन्दिनुहुन्छ उहाँहरुलाई ल भन्दिनु खै के भन्नु अब सुनिसक्यो राम्रो लाग्यो मलाई भगवानै सम्झ्यो मैले त अब तपाईले यसो गर्न आशीर्वाद दिनु के अब
तपाईँले के भन्नु भने अँ, हाम्रो भिडियो हेरिदिनु भएको छ धन्यवाद, मेरो आशीर्वाद छ भनेर सबैलाई आशीर्वाद दिने छु। भगवान सबैलाई बाटो आशीर्वाद शनिसारभरि इष्टा मित्र शनिसारभरिलाई म आशीर्वाद छ भगवान जुन्नै गाता होन बिमुला तिलोम खप्पा तति यादवले लासिनी मुला गाता पिएसी धान सुनला मुला बिची धाउ धाउ वाङ नि डाङ मुबट याकी त पाग्नु ए ईश्वर भगवान राम्रो सबैको कल्याण होस् भन्नु न। क्लेश राम्रो होस् है भगवान ईश्वर सबैको राम्रो होस् हैन बढियाम। अनि बढियामा हजुर म कालिम्पोङ गएको हैन हो बडो खसेर गएको हो अनि तपाईलाई कतिको याद आयो मेरो? खै मैले त 10 दिन अघि कति जति काटेरी खायो बिहा 10 दिनमै आयो। म त्यति मात्रै मैले लाग्यो अरूदेखि भन्नु सकेन। राम्रो गरी आयो छ राम्रो। छोराको याद आयो कि आएन भने के? ए किन आउँदैन हे भगवान मनै त्यता छ भनेर के जम्मासन माया लामुला है खेला चोक्रा किन किन लामुला सबैले माया गर्छ। हो अनि मेरो चाहिँ याद आयो कि आएन भने के उता 10 दिन जाँदाखेरि याद आयो कि आएन मेरो? 10 दिनमा मेरो याद आयो कि आएन? किन आउँदैन यति भयो यतिमा आउनु पर्ने ताटी मुलाले यसै बिति लाग्यो चुच्चर पटे मुला बिसी सेम क्रोटी मुला कहिले आउँछ जस्तो चाहिँ भयो? धाने चाहिँ दोगलनमा आन्टीमा आउँछै छुरै जस्तो लाग्छ काम छ उसको। बडबाउ खस्यो नि त बडबाउ खस्यो। त्यसो भएर त गएको त भन्न बाबु जानु पाउँदा पाउँदैन। अनि हामी उता कालिम्पोङमा बस्यो अब ठुलो काम सिद्धिएको छैन सानो काम सिद्धियो हैन। अनि सिक्किममा गयो यहाँ सुन्नु है त गान्तोकबाट दाजु र भाउजू आउनु भएको थियो गङ्गाराम र भाउजू। अनि हामी पनि उता गान्तोकमा पनि घुम्न गयो सिक्किममा। अनि तपाईलाई धेरै 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 सम्झेको छ रे भनेर छोरा बुहारीले भन्नुभएको छ। अनि अनि अब जोजोको चाहिँ काम सिद्धेपछि त्यो माथि घर बनाउने अलिकति काम रहेछ बनाइरहेको छ। ए अझै त्यहाँ घर माथि टुप्पामा अलिकति बाँकी छ कि त्यो बनाइरहेको छ। त्यो सिद्धेपछि आउनुहुन्छ होला दसैँतिर आउनुहुन्छ कि? राम्रो भयो भगवान जहिले आउने अब ध्यान बेतारे। अनि जोजोले छ नि जोजो र चाङले तपाईलाई पैसा पठाएको छ नि अलिकति पैसा चाहिन्छ चाहिँदैन? किन चाहिँदैन चाहिँदैन तोर्ने बेलामा ठिक भएछ कति पठाइ चाहिन्छ चाहिन्छ नै किन चाहिन्छ ठक ठक भइसकेको चाहियो। अरू त मैले क्याले खाइन यो बेच्दैको दबाईले खाएको है खाली दुधी त बाबु खा क्या स्यान्डी चाहिँ मिसाभरि धान्ने पिन्डी मुला नाकालाई स्यान पिन्डी मुला ज्यागै बिकी। यहाँ सुन्नु न पैसा जोजो र चाङले चाहिँ यहाँको 8000 पठाएको छ। अनि उहाँहरू आउँदाखेरि मैले भनेको छु मान्छे आउँदाखेरि आमगेनलाई पैसा चाहिँ कहिले काहीँ पठाइराख्नै भनेको छु हैन। अनि उहाँहरूले कोही आउनु पायो भने कोही मान्छे भेटायो भने पैसा पठाउनुहुन्छ। ए पैसा 8000 जोजोले पठाउनु भएको गङ्गाराम जोजोले चाङले दुईजनाले हैन। यहाँ सुन न ल 1000 2000 1000 2000 3000 4000 5000 6000 7000 8000 पैसा छ। यो 8000 पैसा जोजो र चाङले पठाएको यहाँ गर्नु ल गर्नु न गर्नु पहिला यहाँ त्यही पनि गर्नु न एकचोटि म गर्छु हात त्यहाँ हात थाप्नु ल गर्नु पर्दैन भयो देखो हात थाप्नु न त्यहाँ। 1000 2000 3000 4000 5000 6000 7000 8000 बुझ्नुभयो? हे भगवान यसलाई परमेश्वर। अब यहाँ सुन्नु यो चाहिँ जोजो र चाङले पठाएको। अब यहाँ भरे उहाँहरूले पनि तपाईँको भिडियो हेर्नुहुन्छ हैन
अब जोजेर चाङलाई धन्यवाद दिनु एकचोटि पैसा अलिकति भयो नि पठाएछ अब आउने दिनमा फेरि पठाउनु छोराले पैसा मलाई 8,000 पैसा दियो ल्याएर भन्नु ल म त भन्दैन किन यही भन्नु न अहिले यही भन्नु ल लु भन्नु गङ्गाराम जोजेलाई भन्नु के तपाईँले पैसा मैले पाएँ 8,000 पैसा पठाएको अहिले भन्न अहिले नै भन्नु लु 8,000 कोलसे बाबिनी पैसा मैले भेट्यो दियो राम्रो भयो राम्रो गरी बस राम्रो गरी खाऊ घर राम्रो गरी बनाऊ जिउ सन्जा होस् दबाई मैले जस्तो एकदम खाऊ भगवानले हेरोस् रक्षे क्षमा गरोस् शनि साह्रै यता त्यता सबैलाई एउटालाई मात्रै होइन आफ्नो संसारभरिमा भगवान परमेश्वरी सबै यो देश छोडेर गएको पैसा ल्याएर आउनुहोस् परमेश्वरी ईश्वर वा पुइक अब आउँदाखेरि जोजेले फेरि पैसा ल्याइदिनुहुन्छ होइन अनि मैले पनि भनेको छु अरू मान्छे आउँदा नि पठाउनै आमज्ञानलाई पैसा चाहिन्छ भनेको छ होइन अनि अझै फेरि पैसा फेरि आउँछ जोजेसँग थुप्रो पैसा छ क्या अहिले त यहाँ सुन है अनि उहाँको चाहिँ छोरा गङ्गाराम चाहिँ जोजेको नाम दाइको नाम चाहिँ गङ्गाराम उहाँ चाहिँ सिक्किमको ग्यान्टकमा बस्नुहुन्छ उहाँले आमालाई खर्च पठाएको दिनु भनेर र मैले आमालाई हात लाएँ आमा होइन पैसा दियो अनि यहाँ सुन्नु अब अनि यो मेरो तर्फबाट तपाईँलाई एकदम चितामान अब मैले तपाईँलाई एउटा ओढ्ने र एउटा स्वेटर ल्याइदिएको छु यहाँ नै यो ओढ्ने तपाईँलाई यो पैसा चाहिँ यहाँ राख्नु न यहाँ अहिले कहाँ छ कि छैन बाछा अस्ति ठुलो बाछा खै ओ माथि राखेको छ जरो बिसी ओइमा त बजारीमा ताइकी पेसी खासी माथि गएर आएर बिको ग्लारी के लु त्यहाँ राख्नु पोको पारो हराउँछ ल ए भाइ गाला बिस्नाइ मन येलन तोलाई तु ओ अहिले जाने बेलामा दिउँला न यहाँ दिनु अहिले जाने बेलामा दिउँला कि अहिले कता झर्छ जान्दै नि बेला रे ल हुन्छ त्यो बुने अनि यहाँ सुन नि यो मैले ल्याइदिएको तपाईँलाई तिला बाबाले ओढ्ने एउटा ओढ्ने ए भगवान यो त नागल कोला थाहा किन यो बडी आमालाई यो होइन दुईतिरै ओढ्दा हुन्छ है तपाईँलाई यो बडी आमालाई यो यसो गरी ओढ्ने मान्छे गाता टिके लाग्यो लु भगवान एन्ना जम्मन लिङ्गै त्याबताकै गाई लाबा आसिक सारी यानिकै अनि यो स्वेटर छ यहाँ हेर्नु है त ओल्यामै दुधे किलो गाता यो स्वेटर ओल्यामै यो सेतो छ हुन्छ यो चाहिँ गर्मीमा लाउने अलि पातलो छ गर्मीमा लाउने तिला बाबाले एकदम काटे खर्च थासी यो चाहिँ मैले ल्याइदिएको यो र यो चाहिँ भोलि पर्सि म जुत्ता र लुङ्गी किनिदिन्छु नै किन है लुगा चाहिँ थुप्रो छ सबैले दिएको आफ्नो मन पर्यो यो क्यान नपर्नु त मन पर्यो कि परेन पर्यो तिम्रो जिउ जस्तो पो लाग्यो लाउनु है ल ऊ यहाँ यो राख्ने पनि छ पैसा झर्छ तर यहाँ त नराख्ने आमाले तिला गातो घोन्लासी बापिमा क्वान्मी ओइरो कमुलो बोल्या ए भगवान मिदै गाला मांगो छि रूप माटी मुला लौत बिसप कता क्वान्टी न्या कमुला एन्ट तुमला दिनु अब हाय क्वान्टी अब यहाँ सुनु अब कालिम्पोङमा हैन कालिम्पोङको अब बडा खस्नु भयो यहाँ सुन्नु न अनि दिदीहरू जोजोहरू सबै अहिले दुःखमा हुनुहुन्छ होइन भोलि हो कि कहिले काम छ के अनि यहाँबाट अब केही भन्नु मन छ भने भन्नु चिन्ता नगर्नु मान्छे अब मर्ने चोला एक दिन मरेर जान्छ छोरा छोरीहरू सबै चिन्ता नगर्नु भने भनिदिनु ल एकचोटि नेपाली कुराबाट भन्नु न एकचोटि पर्वते कुराबाट चिन्ता लाउ थाने उमेर नै नीति अब फलिफाप ताकै आशिक तिबन लाउ हे जत्तुको यहाँलाई सन्तान निनो नीति दाने मूल में गाकी चेन मोला तर गाकी
ruta banai khamsa mukhau yanda pir gai menang jumla zaman क्या बताओ है परमेश्वरी भगवान मंदवा वन बिटी चिवा नाबन छिएको हामी बिसाउँदै जानु के लुब्रा हो बेगा ए ब्रा ए लुगा बसे ए ब्राले आश्रम दुखरी केरी बगा सुरम्बा जान्दिम ब्रादो ना खम्बा त सुरम्बा माया दब्बन ओ नाउ थेरी नाउ थेरी आया